हेलो गाइज एन्ड गुड आफ्टरनुन सबैजनालाई। आज हामी सहकारीको काम गर्न जाँदैछौँ। पछाडि हाम्रो छ मोहन भाइ, मोहन सर होइन, अगाडि म क्यामेराम्यान सुनिल। तपाईँलाई यहाँको एकदमै रमणीय दृश्य देखाउन चाहन्छु। यहाँ वाह, यो भनेको सुदूरपश्चिम जिल्लाको सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला। हामी गैलाबाट यो भ्यू लिइरहेका छौँ। कति राम्रो भ्यू छ होइन, यहाँ हेर्न सक्नुहुन्छ। आहा, तपाईँहरू यहाँ आएर भिजिट गर्न सक्नुहुन्छ। यो हाम्रो यहाँका घरहरू यस्ता छन् होइन, यो घरहरू बनिन्छन् यहाँ। यो हो हाम्रो काम गर्न जाने बाटो। आज सहकारीको के भन्छ त्यहाँ बोटा रोपाइ छ होइन, बोटामा अब सुन्तला के छ होइन, सब रोप्ने हो। आज त्यहाँ लगाउने हो, सहकारीले लगाउँछ। अनि घन्टाको 100 रुपियाँ दिएछ होइन। 1 घन्टा काम गरेको 100 रुपियाँ, मतलब जति घन्टा काम गर्यो त्यति रुपियाँ आउनेछ। यो बाटो हुन जानेछु हामी। यही हाम्रा दिपदा हुन् होइन, यिनकी जोइ 2 वर्ष पहिला गएकिन्। अनि 2 वर्ष पहिला गएकिन्, तर यी आज भोलि पछाडि लागेका छन्। आइजा हात जोडिरहेछन्। यहाँ आम चुडेर ल्याएको कोहीको। ए बिचारी आइजा, तँ बिना बाँच्न सक्दैन भन्दो दाइ। अहिले कल गर्यो एक जोइले भने कि तँ राणो, तँ माको भए राणै बस, तेरो आउँदैन भने दुसरा पहिला पाइगयो भने। कहीँ भयो, यस्तो छ यो दिपा दाइ। अरू दिपा दाइ के भन्न चाहनुहुन्छ तपाईँ? बुढी चाहियो, अब सौरा के भन्ने हो भने होइन। अब यहीको सौरो जहाँ छ त्यहाँबाट यो भिडियो देख्यो भने होइन, आफ्नै छोरीलाई पठाइदिनु। यो सब तल देख्यो होइन, यहाँदेखि तल उतादेखि यहाँसम्म यो चाहिँ सहकारीले आफ्नो अन्डरमा लिएको छ। र यहाँ कोदो, भटमास, मास, गरम दाल जस्ता विभिन्न होइन किसिमका खाद्यान्नहरू लगाएको छ। यहाँ काम गर्ने मान्छेलाई दिनको जति घन्टा काम गर्यो त्यति पैसा मिल्नेछ र घन्टाको 100 रुपियाँ दिएको छ। यहाँ यो हो सहकारीको खेती। यो भने सूर्यमुखी फुल होइन, यसको बोट र कोदो एन्ड मास, कालो दाल भन्छ नि, मास। यो हो सुन्तलाका बोट। आज लगाउने छ यो बोटहरू। यो नाला हो, मतलब कुलो नहर हो यो। यहाँबाट पानी लिन्छन् होइन, खेत चराउनलाई, रोप्नलाई। अरू मोहन सर, तपाईँ के भन्न चाहन्छ यहाँ? म चाहिँ के भन्न चाहन्छु भने यो भनेर भन्न मिल्दैन होइन। नभनौँ। यी हुन् हाम्रा काउजु बाजे, यी पनि काम गर्न आए क्या। तपाईँ के भन्न चाहनुहुन्छ? यो बोटा कहाँबाट ल्याएर मान्छे खोइ कोदो गुडाउनु नि, मान्छे ल्याएर यहाँ कोदो गुडाउनु भन्ने होइन। अनि यो सबै जमिन बाजो राखेर जानेलाई के भन्न चाहनुहुन्छ? उनकी ऐसी कि तैसी। हाम्रो बाजे भन्दैछन् यहाँ उनकी ऐसी कि तैसी, अब हामी बनाएर खान्छौँ, सहकारीलाई दिन्छौँ, सहकारीबाट पैसा लिन्छौँ, हो कि न बाजा? पुदिनो होइन, यो पुदिनो चाहिँ हाम्रो गाउँमा एकदमै प्रशस्त मात्रामा पाइन्छ। यो अब सहर बजारतिर, बम्बईतिर एकदमै महँगो छ। हाम्रो गाउँमा नपाइने भनेको केही पनि चिज छैन। लिङ्ग्रो पाइन्छ। यस्तरी बोटाहरू लगाएको छन् यस्तरी। यो सुन्तला हो। अब यो सुन्तला 2-3 सालपछि अब सायद यसले के गर्छ, फल दिने काम गर्छ। अहिले त दिन्न, 2-3 सालपछि फल दिने काम गर्छ। फेरि पछि आएर यो सहकारीले फलहरू टिपेर आफ्नो लगानी उठाउने काम गर्छ। यसरी म यो फाउडा लिएर यहाँनिर एउटा बोट लगाउँछु होइन। टक्क एक बोट उता यहाँनिर लागेको छ, मतलब अलिअलि टाढा, लगभग 7-8 मिटरको टाढा चाहिँ यहाँनिर म लगाउँछु। यो हो मेरो 25वटा बोट, जसले मलाई 2 सालपछि सुन्तला खुवाउन सक्छ। यस्तरी खन्ने, यस्तरी होइन।
अब यो बोटको होइन के भन्छ यो प्लास्टिक बेरेज छ नि यहाँसम्म चाहिँ यो जमिन मुनि राख्नुपर्छ होइन यति तलीको भाग पुरा जमिन मुनि राख्नुपर्छ अब यो कति आयो यो आउँछ होइन यो आउँछ होला कि आउँछ आयो आयो त्यसरी मैले यो बोटा लगाइसकेँ ल है अर्को 2 वर्षमा यो फल आउँछ होइन सुन्तला मैले खान्छु यो च्याउ यसलाई के भन्छ च्याउ 200वटा बोट सुन्तलाका बोटहरू लगाइसकेपछि हामी फेरि घर आउने क्रममा होइन एउटा ठुलो आमको रुख छ जाँदैछ हामी होइन यो चाहिँ आमको रुख हाम्रो मोहन भाइ अगाडि र हाम्रो बजे यता धान गोड्दै हुनुहुन्छ होइन देख्न सक्नुहुन्छ आम धेरै पाकेको छ होइन ठुला गेडा नभए पनि साना गेडा छन् यो चाहिँ आम आरामले मोहन भाइ आरामले उक्ले केटा अब यसले हल्लाउँछ मैले तल टिपेर खान्छ जोइ नपाएको तलमा आम खान्ला चाहिँ उक्लिसक्यो आमको जा छिटो होला जा त खतरनाक गरी उक्लो छ अरे यो त यार यो त उक्ले यो अरे खतरा गर्ने रहेछ नि त यो त अलि हल्लाउँछ यो पुरा पाकेको छ क्या पुरा मन भाइ हल्ला त त्यहाँदेखि हल्ला फटाफट उठ्यो पल्लो हाँगो यतातिरको यो माथिको यहाँ झर्नु पर्यो नि त फटाफट होइन नानु आम छ तर पनि यति मिठो छ यो हुन् सेरा काकाका चेला चेली होइन सेरा चेला चेली हो कि सेरा काकाका तेरो मम्मीलाई पठाइदिनु है